अब यस्तो डर लाग्ने फेरि पनि स्वागत छ हाम्रो च्यानलमा। आज चाहिँ हामी छुट्टीमा टक्क घुम्न जाँदैछौँ। हरेक छुट्टीमा एकचोटि घुम्न नगए चित्तै नबुझ्ने मेरो बुढी मात्रै हो कि अर्को बुढीहरू पनि छ? यसो कमेन्ट गर्नु होला। हप्ताको एक दिन छुट्टी हुन्छ है। हप्ताको एक दिन छुट्टीमा रेस्ट गर्ने त चान्सै छैन। जसरी नि घुम्न जानै पर्छ। मेरो बुढीलाई मात्र हो कि सबैको बुढीहरू त्यस्तो हो। अब बुढी एक दिन छुट्टी भयो कि जानै पर्छ है घुम्न। हरेक छुट्टीमा घुम्नै जानै पर्छ। हरेक छुट्टीमा जस्तै हो। अहिलेसम्म छुट्टी घुम्न नगइकन बसेको छुट्टी मलाई त त्यस्तो त याद छैन। जहिले बुढाबुढी हुन्छ। अनि आज चाहिँ फेरि भान्जा पनि छ नाजाकोमा। भान्जा त कति 2 हप्तामै पुरा के भइसक्यो, पुरा ह्यान्डसम भइसक्यो। आज घुम्न जाने ठाउँ चाहिँ आएन। अब जहाँ जहाँ राम्रो हुन्छ त्यहाँ घुम्दै हेर्दै हिँड्ने हो। एक दिन छुट्टी मिलाएर घुम्न गएको चाहिँ राम्रो हो। कति रुममा मात्र थन्किनु, कति घरका रुममा मात्रै काममा मात्रै रुम मात्रै काम गर्नु, कहिले यसो मुड फ्रेस गर्नु राम्रै हो। कोही हुँदैन अनि केही नहुनु सबैजना छ। त्यही भएको बुढी बल्ल बल्ल मेरो भदा आएको छ र कहिले कहिले स्टडी गराइद भन्नु आइन्छ। फ्यामिली घुमघाम हुन्छ त्यति हो। अब चाहिँ मजाले गर्मी लागिसकेको छ। लास्टै टाइम लाग्छ त्यहाँ चढ्नु पर्दैन। अझै धेरै टाइम लाग्छ। आजको दिन चाहिँ एकदम मान्छे थियो। आज त बबाल लाएर पहिले पनि आएको यहाँ। पहिले चाहिँ बेलुका आएको सबै साथीहरूसँग, मेरो टिमहरूसँग कि हाम्रो टिम सबैजना धेरै सम्झिरहेको छु मैले आज। हाम्रो सापड राई,
अनि गगन म त्यसपछि सुरज त्यसपछि सञ्जय भाइ हामीहरू आएको थियौँ उनीहरू चाहिँ सबैजना अहिले आफ्नो आफ्नो काममा सबैजना आफ्नो आफ्नो भएर छुट्यायो मेला जस्तै लागिरहेको कति धेरै भिड हो आज उता उयो हेर न उयो भिड चाहिँ ललितमा हिँड्नुबाट
来週見に来てね。OK、10秒。あと前からして出る分3分30秒。こういうことは全部忘れてくれ。10秒して。ノーリアクション。早いやつだと思った方ってどれぐらい今言ってくれればいいのに滑ったみたいになっちゃったじゃないですか。わかりました。ちゃんとした1回投げ始めたら10秒で終わります。はい。十数年の努力がたった10秒で終わる。まるで線香花火かのような儚い。ありがとうございます。ありがとうございます。डबल को डबल जहाँ भनेर मुरा पैसा नमागिकन फ्रीमा जादु देखायो होला भनेको लास्टमा चाहिँ टोकर राखेर पैसा माग्यो है तिम्रो एकछिन हेरेको 1000 रुपैयाँ भागिहाल्यो तर नदिएको भयो नि देऊ देऊ चाहिँ भन्दैन नेपालमा चाहिँ पैसा दिएन भने तेरो पैसा सबै लिन्छु तर त्यत्रो जनामा हेर्ने बेला त्यत्रो थियो पैसा हाल्यो होला थोरै जना हाल्यो क्या तर नेपालमा चाहिँ पैसा हालेन भने के भन्छ तिम्रो भएको पैसा हराइदिन्छु यताउति भने कस्तो डराउने पार्छ तर यहाँ चाहिँ डराउनु पार्दैन रहेछ मन परेको छ भने हाल्ने रहर भएको त्यसले टक्क हाल्ने भन्दो रहेछ हामी 3 जनाको भागमा 1000 रुपैयाँ हाल्थ्यो कति पर्यो ती दिन चाहिँ हेरेर चान्जुन पर्यो हाम्रो चाहिँ तर यस रमाइलो भयो अब हामी उता समुद्र साइडपट्टि जाने एकछिन हैन त समुद्र साइडपट्टि जाने एकछिन रमाइलो गर्ने अनि घर फर्किने
तलबाट जाने हो कि What? यस्तो ठाउँ राम्रो छ तर फ्रीमा हो यो सबै फेरि नो टिकट उतापट्टि जाने हो र यहाँ जानु उतापट्टि जानुपर्छ त्यही नि हो त भन्नेले किन लाऊ न फोटो त यस्तै त भने त्यत्रो टाढा त त्यहाँ त नयाँ त्यो समुद्र पारि जम्मामा चाहिँ भइदिया कस्तो रिसाएर कालो भएर आइरहेको छ खाने हेलो हेलो सिमरी नजाने कुरा नगर्न यार अब यो समुद्र पारि यस्तो चिसोमा त्यो पनि यस्तो कालो समुद्रमा जान्छ
यहाँ त आबु नै हो यहाँ त त्यही भएर जाँदैन आबु नै भएर त कोही जाँदैन कोही गएको छ यहाँ यस्तो डर लाग्ने गरी आइरहेछ नि यो ठाउँमा चाहिँ अस्ति हामी गगन म सापर दाई सुरत सञ्जय भाइ अनि एउटा मगन बहिनी हामी त्यतिखेर एकदम धेरै रमाइलो भएको थियो आज चाहिँ हामी किनेर आएको छ यहाँ बस्न मैले धेरै मिस गरिरहेको छु एक दिन चाहिँ एउटा आएर यहाँ बस्ने अनि यसो बियर खाने रमाइलो सबैजनालाई धेरै सम्झना रिसाएर कालो भइरहेको छ हाम्रो भदा फुपू चाहिँ यहाँ मलाई छुट्दैछ मलाई आनन्द भएको छ अब चाहिँ यहाँबाट घर जाऊ भनेर पुरा माइकमा भाषण लगाइसकेको छ यहाँ अब चाहिँ घर जाने बेला भइसकेको छ हामी सबैजनाको घुम्न पुगेको चाहिँ थिएन है अब घर जाउँ भनेर पुरा माइक दिइरहेछ अलिकति चाँडै आउनुपर्दो रहेछ तर जस यति धेरै घुम्यो यति मजा लियो टिकटक पनि बनाएँ भिडियोहरू पनि बनाएँ खुसी भयो रमाइलो भयो अब टक्क घर जाने खाना खाने सुत्ने फेरि भोलि बिहान काममा आउनु परिहाल्यो है आजको दिन यति मात्रै रमाइलो गरेँ अब फेरि अर्को दिन है त अर्को बेलामा न्यू ब्लग न्यू डे लिएर आउँछु